छोराछोरी के गर्दैछन् यसो हेर्नु पऱ्यो भनेर। मेरो छोराछोरी के गर्दैछन्? ए छोराछोरी, ए मेरो छोराछोरीहरू त आमा आइगयो त हौ। आमा चाटेर सक अब खै। यता हेर, यता हेर, यता हेर न हौ। हेर न, खुब डन पो भएको छ त, चढेको खुट्टामा। नक्कले चाहिन्छ, यिनीहरूको चाहिन्छ। कति हो त नि फेरि? सालेहरू सालेहरू उफ्रेको रमाको आछ झुन्ड्या छ। सानेहरू सानेहरू ए सानेहरू टोक 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 मलाई टोक्दैछ सायद। यहाँ रमाएर खप्सँग छैन यिनीहरू। यो कुकाहरू ढोका खोल्नु पाउँदैन पुरै निस्किहाल्छ बानी परेर। साँडेहरू लौ लौ अन्डा पनि दुईवटा छ। यत्रो छ पोथी भने 15-20वटा पोथी छ। अन्डा 3टा भन्दा पार्दैन। अनि के गर्नु? तिमीहरूले खानै आएको हौ? खानेकुरा चाहियो अरे। यहाँ गएर राख्दा त्यहाँ फेरि ढुट्टो बनाइसक्यो होला अरूले तिमीहरूको खानेकुरो चाहिँ। त्यो साँडेहरूले पोथीहरू चाहिँ यत्रो धेरै छ, अन्डै पार्दैन हौ। अन्डा चाहिँ 3टाले पार्छ, कुनले पार्छ बास थाहै भएन। साँडेहरू खाना मात्रै दिनुपर्छ, बिहानै बेलुकै बिहानै बेलुका। अन्डा चाहिँ दिँदैन, अनि कसरी हुन्छ? खाना दिएपछि अन्डा पनि दिनु परेन? हामीले चाहिँ खानु परेन? ओहो, यिनीहरू त स्वार्थी पो रहेछ। आफू मात्रै खाने, अन्डा नदिने। यस्तो पोथीहरू चाहिँ यो एउटा महाडन छ। यो यसले सबैलाई खराए पनि ठुङ्छ यसले। यहाँनिर अरू पनि खराए पनि खाना पाउँछु भनेर निस्किरहेको छ सबै। यहाँ चाहिँ गोरे, एउटा गोरी। यो गोरी चाहिँ खुब प्यारो छ हौ।
निहुँ खोजिस् नि मसँग निहुँ खोजेको नतिजा यही हो तँलाई खरायोसँग राखिदिनुपर्छ तँलाई अब पोथी दिनु त उही हो त्यही खराइसँग बस्ने लैजाऊ मलाई मायाको आइज गदा यहाँ यिनीहरू खालि बिगार गर्न मात्रै होला त्यो खराएको खानकी तिमीहरूले नाचेर यहाँ सक्दिनु लाग्यो ल ओ क्या खोसा खोसा गरेर खान्छ खाऊ कुदाउँछ उता टिपेर सबैभन्दा धेरै जनावर जेसुकै भए पनि मान्छे भए पनि खानेकुरै रहेछ ठुलो भन्ने कुरो चाहिँ थाहा भयो खानेकुरा होस् यिनीहरूलाई न डर लाग्यो मान्छेको न के हो चुपचाप खोसाखोस पुरा जम्प गरिकन खाइरहेछ त्यो भालेले चाहिँ खरायो पनि ठुङ्गिहाल्छ माछाले यो माछालाई त के गर्नु यता एक ठाउँ पाऱ्यो भने सबैलाई लखेटेर पोथी मात्रै राख्ने उसलाई अरू भाले चाहिँदै चाहिएन साला एक्लै हुनु खोज्छ हौ त्यही भएर एक्लै बनाइदियो एक्लै खरायोसँग बस खरायोलाई सेक्युरिटी गरेर पुरा खाइरहेछ रोटी र कौलीको पत्ता दिएको घाँस चाहिँ त्यसले रोटी निल्न नसकी खाएर छ त्यो भालेले कति खाएको बेलुका पनि दिन्छ खानेकुरा त्यही पनि कहिल्यै नदिए जस्तै गर्छ है यिनीहरू त एकपल्ट खानु पनि बोकेर पर लगी हिँडेर सबै माटो दलेर हैरान पार्छ साथीहरू धेरै खिच्नु हुँदैन ए बिरालु यता छ क्युट बिरालु छ हाम्रो दुईटा सेतो दुईटा रातो बिरालो यहाँ सालै यता मेरो सम्झना छ मेरो घर छट्नेलाई मेरो सम्झना छ मेरो